रिसाउँछ तिमीलाई देखेर सँगै कति राम्रो कमल फुलिलैमा माया बस्यो सँगै कति राम्रो कमल फुलिलैमा माया बस्यो दिलैमा लाउडर कति राम्रो कमल फुलिलैमा माया बस्यो दिलसँगै कति राम्रो कमल फुलिलैमा माया बस्यो दिल माया बस्यो दिलैमा नाच्यो घरबाट नभएको चाहिँ घरबाट नभएको सिङ्गल सिङ्गल हुन्छ तपाईँहरू आउँदैन साँच्चै आउँदैन ल है त कसलाई आउँछ कसलाई आउँछ सँगै होइन ल है त सँगै होइन हामी पनि हेरौँ कतिले जानेको रहेछ होइन सँगै जानेको जतिले मात्र त पल्टै घरबार अनमोल हिरा हौ तिमी तिमीलाई पनि थाहा छैन कतै घरबार भाषा मेरो चाहिँ छैन है कतै घरबार भाषा नबजेको आउनु पऱ्यो कि नबजेको कति राम्रो कमल फुलिलैमा माया कति राम्रो कमल फुलिलैमा माया बस्यो दिलसँगै जान्नुभएको छ नि कति राम्रो कमल फुलिलैमा माया कति राम्रो कमल फुलिलैमा माया माया बस्यो दिलैमा पछाडिको पनि चाहियो है हजुर आउनु पऱ्यो नि त अगाडि आउनु पऱ्यो नि त सबैजना बिचरा उहाँलाई कोरा नाच्न नआउँदो त्यही पनि नाचिराख्नु भएको छ कि धेरै माया तपाईँलाई धेरै माया नाच्यो कोरा नाच्न आउँदैन आउनु पऱ्यो नि त ल यता यता हेर्नु त हाम्रो कभरहरूलाई माया गरेर यति राम्रो मान्छे पनि आउनु भएको रहेछ यहाँनिर सँगै ल है त उहाँको लागि एउटा शब्द भनिहाल्छु ल हुन्छ यो जीवनमा तिमी आएछ स्वर्ग हुन्थ्यो जिन्दगी साथ तिम्रो पाए त यो जीवनमा तिमी आए होइन त यो जीवनमा तिमी आए त कति राम्रो कमल
नजिक अलि नजिक अझै नजिक जति नजिक यो के जति नजिक यो ढुकढुकी सुनिन्छ कि सुन्नु पऱ्यो कि कसको बढी धड्केछ आउनुहोस् सोल्टिनी तपाईँ तामाङ नि हो के तामाङ रुङ्गा सोल्टिनी हो नि त मेरो मम्मी पनि तामाङ नि हो के मेरो मम्मी चाहिँ थिङ्सा अनि आउँदैन त मलाई चिन्नु पर्ने आइरहेको सँगला सेम ढिक्न लादो जिङ्गला तपाईँले बुझ्नुहुन्न जस्तो लागिरहेछ मलाई बुझ्नुहुन्न जस्तो लागिरहेछ साँच्ची उहाँको स्वर अलि मैले सुनिनँ सुनाइदेऊ न मोहनी बोली यति राम्री तामाङनीको भन्छु आज यो मनको कुरा नरिसाउने हो भने हजुर आज आज दाइ हाम्रो 12 घर दाइ खै आज साली लाने कि सोल्टिनी साली हो खै त सालीहरूको जोस त देखिन त सोल्टिनीको जस्तो त अनि होइन ल होइन एकचोटि सुनिदिनु त सोल्टिनीको लागि लासो भन्ने गीत पनि छ अहिले गाउँछु म होइन अहिलेको लागि चाहिँ सुनाइदेऊ न मनी बोली यति राम्री मान्छे चाहिँ ल है त सुनाइदेऊ न मनी बोली भन्ने चाहिँ बजाइदिनुहोस् होला है त ओके सो सबैजना आइदो मेरो लाफाहरू पनि चाहियो पछाडिको लाफाहरू पनि अगाडि अगाडि आउनु पर्यो है त आइसक्रिम एकछिनमा खाम्ला अहिले नाचेर चाँडो हो मेरो गर्मी भएपछि तोड्दा पनि हुन्छ नि फरक पर्दैन यो बाटो च्यातेर आउँदा नि हुन्छ अब लास्ट